हेलो, मेरो नाम एन्जल श्रेष्ठ। मैले चाहिँ विगत 2 वर्षदेखि गाडी चलाएको थिएँ, तर मेरो फुल लाइसेन्स थिएन। नेपालको लाइसेन्सले मैले चलाएको थिएँ अनि यो कन्भर्ट मैले गरेको थिएन, किनभने मेरो अलिक पोइन्टहरू पुगेको थिएन। अनि 3 वर्ष पनि कट्यो नेपालको। ठ्याक्कै 3 वर्ष कटेपछि अनि मैले फुल लाइसेन्सको लागि गाडी सिक्नु पर्ने थियो। म जम्मा हिजो र आज मात्रै सिकेँ, 2 दिनमा। हिजो 2 घन्टा सिकेँ समिन्द्र दाइसँग। हाम्रो फर्स्ट राइड गाडी सिक्ने उहाँ चाहिँ के अरे ड्राइभिङ स्कुलको हाम्रो समिन्द्र दाइसँग सिकेको थिएँ हिजो 2 घन्टा अनि आज बिहान 1 घन्टा क्लास। 2 डेज क्लास, हिजो 2 घन्टा अनि आज 1 घन्टा सिकेर अनि ट्रायल दिन गएको। पास भयो फर्स्ट एटेम्पमै। म धेरै खुसी छु। दाइले पनि धेरै धन्यवाद मलाई सिकाइदिनु भएकोमा। हजुर दाइ। हस्, तपाईँको साथीभाइहरूलाई रेकमेन्ड गर्नुहुन्छ हाम्रो? अभियसली म गर्नेछु। मेरो भाउजूले पनि अब के अरे फुल लाइसेन्स निकाल्नुको लागि भन्दै हुनुहुन्थ्यो। म उहाँलाई पनि रिकमेन्ड गर्छु अनि मेरो साथीहरू सम्पूर्ण साथीहरूलाई अनि सबैजना आइदिनु होला। धेरै राम्रोसँग सिकाउनुहुन्छ। अब यस्तो अलिअलि गाली पनि गर्नुहुन्छ। गाली मतलब हाम्रो लागि हो। अलिअलि यस्तो भएन उस्तो भएन अलि यस्तो भएन भनेर गाली नलिनु होला। अलि हाम्रै लागि भन्नुहुन्छ। हिजो मैले 2 घन्टा सिकेँ अनि आज 1 घन्टा सिकेँ। 3 घन्टामा मजाले यस्तो पढ्नु पनि पर्दैन, यस्तो बुक्स पनि पर्दैन। उहाँले सबै क्लासको लागि के हो सम्पूर्ण कुराहरू भनिदिनुहुन्छ। अनि त्यो 3 घन्टामा म पास भएँ। मभन्दा अगाडिको अलिक फेल भइरहेको थियो, तर मलाई अचम्म लागिरहेछ। सबले भन्नुहुन्थ्यो कि फर्स्ट एटेम्पमा फेल हुन्छ, प्रायः मान्छेहरूले भन्दै थियो। अलि नर्भस पनि थिएँ, तर उहाँहरूले त्यस्तो नर्भस बनाउनु भएन मलाई। पास हुन्छ अलि हुन्छ नि कन्फिडेन्स पारामा। फर्स्टमा 5-6 मिनट अलि कन्फिडेन्स भएर चलाउने, त्यसपछि आफै कन्फिडेन्स हुन्छ भन्नुभयो। चलाएँ त्यसपछि आफै कन्फिडेन्स भयो। त्यही भएर मलाई राम्रो लाग्यो उहाँहरूसँग सिक्दाखेरि। अरूहरूले जे पनि भन्छ होइन, यसो फर्स्ट एटेम्प के भन्नुहुन्छ, तर उहाँले चाहिँ हामी केही फर्स्ट एटेम्प केही त्यो नभनिकन गरी एक्सपिरियन्स त्यसरी सिकाएर पास भएँ। कङ्ग्रेचुलेसन। हस्, धन्यवाद दाजु।